हजुरहरूले दोकानबाट स्ट्यान्ड फ्यान त खरिद गरेर लानुभयो। के फिटिङ गर्नको लागि झन्झट भइरहेको छ र भनेको समयमा दक्ष टेक्निसियन पनि पाइराख्नु भएको छैन? त्यसो हो भने आज मैले हजुरहरूलाई सजिलो तरिकाले घरमै स्ट्यान्ड फ्यान फिट गर्ने तरिका सिकाउन गइरहेको छु। आज मसँग सिजी ब्रान्डको 16 इन्चको स्ट्यान्ड फ्यान रहेको छ। हजुरसँग जुनसुकै ब्रान्डको स्ट्यान्ड फ्यान भए पनि फिटिङ गर्ने तरिका उस्तै नै रहेको छ। हजुरहरूसँग औजारको रूपमा एउटा पेचकस मात्र भए पुग्छ। सुरुमा बक्सभित्र आउने पार्ट पुर्जालाई छुट्टा छुट्टै राख्नुहोस्। सबै पार्ट पुर्जालाई यसरी छुट्टा छुट्टै राखिसकेपछि अब फिटिङ गर्नको लागि रेडी भयो। सबैभन्दा पहिले फ्यानको बेस भाग र पोललाई लिनुहोस्। पोलमा भएको मुनिपट्टिको नटलाई यसरी घुमाएर छुट्याउनुहोस्। पोलकै माथिपट्टिको नबलाई घुमाउनुहोस् र भित्र रहेको स्टिल कलरको भागलाई 6 इन्च जति माथि निकाल्नुहोस् र फेरि टाइट गरिदिनुहोस्। पोललाई बेसको माथिल्लो भागमा छिराउनुहोस् र साइड फर्काएर अघि निकालेको नटलाई बेसको पछाडिपट्टिको भागबाट टाइट गरिदिनुहोस्। फ्यानको स्ट्यान्ड रेडी भयो। अब मोटर भएको भागलाई लिनुहोस् र स्ट्यान्डको माथिल्लोपट्टिको भागमा छिराउनुहोस् र मोटर भएको भागको पछाडिपट्टिको नटलाई घुमाएर टाइट गरिदिनुहोस्। अब ब्लेड र जाली फिट गर्नको लागि अगाडिपट्टि भएको क्यापलाई क्लकवाइज डिरेक्सनमा घुमाएर निकाल्नुहोस् र सँगै रहेको यो नबलाई पनि घुमाएर निकाल्नुहोस्। पहिला पछाडिको जालीलाई सेन्टर मिलाएर राख्नुहोस्। अघि निकालिएको नबलाई मजाले टाइट गरिदिनुहोस्। त्यसपछि फ्यानको ब्लेड लिनुहोस् र साफ्टमा लक हुने गरी फिट गरिदिनुहोस्। ब्लेड राम्रोसँग बसिसकेपछि क्यापलाई एन्टी क्लकवाइजमा घुमाएर टाइट गरिदिनुहोस्। अब बाँकी रहेको अगाडिको जालीलाई एट्याच गरिदिनुहोस् र लोगोलाई घुमाएर सिधा बनाएर राख्नुहोस्। जाली टाइट गर्नको लागि मुनिपट्टि रहेको स्क्रूलाई पेचकसको मद्दतले टाइट गरिदिनुहोस्। यति गरिसकेपछि फ्यान चलाउनको लागि रेडी भयो। लाइन जोडिदिनुहोस् र अन गरिदिनुहोस्। फ्यानको हाइट एडजस्ट गर्नको लागि यो नबलाई घुमाउनुहोस् र हाइटलाई फिक्स गरिसकेपछि फेरि टाइट गरिदिनुहोस्। फ्यान चल्नको लागि पर्याप्त भेन्टिलेसन चाहिने हुँदा यो भागलाई कागज अथवा कपडाले छोप्ने गल्ती कहिले पनि नगर्नुहोस्। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने गल्छी इलेक्ट्रोनिक्सलाई फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद।